र यसरी बोजू आज जाँगरिलोसँग जाडोको दिनमा काम गरिरहनु भएको छ। तपाईले देख्न सक्नुहुन्छ। जाँगर चलेको बेला काम गर्नु पर्यो नि। अल्छी लाग्यो भने सिधै बस्छु म त, मुख मात्रै पेट्याङ पेट्याङ मेरो त हो। आमा के गर्नु? यति नै मेरो। खासमा चाहिँ के गर्नु भएको? गुलाबको काँडाले घोच्यो। यसरी फिन्जेर बस्नु दिनु हुँदैन हौ। यहाँ यसरी काटिदिनुपर्छ हौ। सल्पै जानेलाई मात्रै राख्नुपर्छ हौ। हाम्रोमा त हुँदैन हौ। सिधा सिधालाई मात्रै जाने। साह्रै झोडी भएर यहाँ अलिकति पन्चाइ गरिदिएको नि। बोजूको गार्डनमा यहाँनिर एप्रिल फुलहरू आउँदैछ। बोजू पनि साह्रो मेहनती हुनुहुन्छ। यो एप्रिल फुललाई जग्गा बनाइदिएको। मैले पहिला यहाँ घर सर्दाखेरि रोपेको त यो एप्रिल फुल। लहरै रोपेको थिएँ। यसले पनि टुसाछ। यसरी नै इजिली फुलिरहेको छ नटरमा। अरू फुलहरू पनि छ तर यो नाउ जाई पेन्सिल फुल प्लान्ट बैगनी यहाँनिर पनि छ इजिली तर वाइट सिङ्गल यसले यहाँ बोजूले बाँसको सहारामा धेरैवटा कुरोहरू वर्णन गरिरहनु भएको छ। यो त एकदमै भन्नु नहुने कुरा भयो। तपाईँहरूले केही बुझ्नुभयो भनेदेखिलाई कमेन्ट गर्नु होला। यसरी बोजूले बाटो सफा गरिरहनु भएको छ। माथि यो प्लान्टमा चाहिँ यो ट्रीमा चाहिँ पुरा चरा आइरहेको छ अनगन्ती। बिहानको पख तपाईँले सुन्नु सक्नुहुन्छ। धेरैवटा चराहरू आएर अहिले पनि व्यस्त छ, पुरा छ, प्लेन्टी। र यसरी नै दिनहरू बित्दैछ। एप्रिल फुलले अब इस्टरको समय बिताउँछ। सिटी